my gosh, यार 5 is okay रे यार 3 is okay रे that. सो च्यानल एकदमै डाउनमा छ अब कन्टिन्यू भ्लग आउने छ हैन सो के छैन ल ल क्यों बोका खोज्यो हो के हो कैसा लगा मेरा मजाक ल युनिक तरिकाले माया र क्यामेरा सेटअप गरेको छु है त आज त एकदमै बबाल हुने हैन ब्याट्री पनि छ ब्याट्री पनि छ म्याच रुको जरा माहो भनेको त यही हो त आम्बो के सार ओ मन परेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टा ठिक छ हैन हेलो नमस्ते अनि स्वागत छ सबैजनालाई आजको न्यू ब्लगमा होप तपाईहरु सबै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु है आज कहाँ जान्छु भन्ने कुरा तपाईहरुले थम्ब र हाइलाइट गरेर थाहा पाइसक्नु भयो होला मैले केही भन्नु पर्दैन सो आज फ्राइडे नाइट हो हैन सो आज चाहिँ बबाल हुनेछ है गाइज हैन यहाँ थमेल र उता दरबार मार्गको भ्लग चाहिँ लिनेछु आज चाहिँ हैन आज चाहिँ प्रशस्त टाइम पनि छ र क्यामेरामा चार्ज ब्याट्री पनि छ हैन सो आज चाहिँ बबाल हुनेछ ल त कलाएर हैन अब ट्याक्सीहरु त पुरा कुरै नगरौँ हैन थमेलको ल अब शुभ मगरको इन्ट्री भइसक्यो है त गाइज हैन थमेल भित्र ल के छ त चहल पहल यहाँको क्राउड आजको हैन हेर्न सक्छौं लौटनी के हो यस्तो सु ओ माय गॉड यार 5 is okay रे यार 3 is okay रे that. आखे गाडी यस्तो कुरा नगराउनु कुरा गर्दै लाज लागिरहेछ मलाई त बे ओ यामजी के हो आज त माहौल चर्किला जस्तो छ सकिन भर्खरै पानी परेर रोकेको थियो है ओ नो के हो आज त पुरै छ टौ ल म सक्दिन डाइरेक्टली कुरा गर्छ नि त आज त बबाल हुनेछ यहाँको मात्र भ्लग हैन आज चाहिँ दरबार मार्गको हुनेछ है त माया र क्यामेरा चाहिँ युनिक तरिकाले सेटअप गरेको छु है त सो च्यानल एकदमै डाउनमा छ अब कन्टिन्यू भ्लग आउने छ हैन सो के छैन ल के हो चली छ त के हो पारा बोका खोज्यो हो के हो भनेर भन्नु नमिल्ने एकैछिन ल युनिक तरिकाले माया र क्यामेरा सेटअप गरेको छु है त आज त एकदमै बबाल हुनेछ हैन जेबमा हो के हो दाजुहरूले राइड गर्दै 4:30 पिस भइरहेछ अहिले चाहिँ हैन आज चाहिँ अरू दिनको भन्दा पनि प्रशस्त टाइम छ मसँग हैन ब्याट्री पनि छ म्याच के खायो त हो मा कडक्स खतरा के खायो त हैन ल के छ त अरू यहाँनिर सुपर क्लब निरोको चहल पहल के छ त यहाँको क्राउड त्यति धेरै त छैन हैन मा कडक के छ यता त्यति चहल पहल त छैन हुँदैन हैन सो अब के छ त तै पनि होला हेरौँ हैन यहाँदेखि तल चाहिँ नजाउँ होला त्यता चाहिँ व्यापार बिजनेसको लागि हो विशेष गरी हैन टक्क अब ल यतातिर के छ त चहल पहल एलओडी साइडतिर हैन यामजी के छ त यता एलओडी चाहिँ आइसकेको छैन है म अलिकति अगाडि एलओडी चाहिँ हैन म ओभरटेक हानेर जानेछु ट्याक्सीलाई ल के छ त एलओडी को चहल पहल
ओएमजी केही छैन यहाँनिर हैन सुल्तिनीको शिरैमा चन्द्र दाजुहरू पुरा जेमा है ल के छ यहाँ धेरै माथिदेखि नजाउँ होला म चाहिँ यहाँदेखि भित्र गएर होइन अमृतमार हुँदै फेरि एक लड हान्छु होइन त्यसपछि फेरि दरबार मार्ग हुँदै म चाहिँ दरबार मार्गमा हुने जानेछु है त दरबार मार्ग म यहाँदेखि एक लड हान्छु होइन त्यसपछि म चाहिँ दरबार मार्गमा जानेछु है त हजुर ल पुलिस भ्यान आयो है त वान वेमा छिराएको छ वान वेमा छिराएको छ कु पारेछ यार यहाँ दुःख दिइरहेको छ यार अरूलाई यार त यस्तो गर्नु त भएन नि त होइन र ल हजुर पुरै जेबमा है त ल टक्क लगाएर होइन यहाँदेखि भित्र पनि जानु सक्थ्यो क्या म तर ल म चाहिँ ओएमजी म तँलाई हानिदिने हो तँलाई हानिदिने हो तँलाई हानिदिने हो ओएमजी के हुँदैछ यहाँ कुरै मिल्दैछ रे ल यहाँको माहौल निकै खतरा छ तर म चाहिँ दरबार मार जान्छु है त एकैछिन खतरा त खतरा छ बे माहौल त आम्बो यो अन्त असली फ्राइडेको क्राउड भनेको होइन यतिको चाहिँ हुनु पऱ्यो क्या फ्राइडेको क्राउड चाहिँ होइन म दरबार मार जान्छु है त ल उठै बेटौँ ल सतै गएको छैन अब म दरबार मारको नजिक छु होइन सो आजको मेरो दरबार मारको पहिलो ब्लग है त ल यहाँनिर के भयो हे के हो सुनसान छ त यहाँ त के कहाँनिर के छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छैन नि त होइन र हो स यहाँ कहाँनिर यहाँको चहल पहल के छ त थमेलको जति चाहिँ नहोला होइन यहाँदेखि माथि हानिदिउँ न होइन टक्कला दरबार मार्गको के कस्तो छ ल ल एउटा हातमा दुईटा लड्डु भने चाहिँ है के हो जाँदैन है ल लौटनी अचेक्ली के छ त यहाँ दरबार मार्गमा पनि होला होइन पुरै छ त हौ चहल पहल त ठिकैको होइन धेरै त के भनौँ र ठिकैको छ हट
अब यहाँ निस्किने टाइम भइरहेछ क्या है। दरबारमा 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 ल दरबार मार्गमा त अलि त्यति क्राउड छैन यार। धेरै जसो यहाँ खैरेहरू हुन्छ नि त होइन। त्यति क्राउड चाहिँ छैन दरबार मार्गमा होइन। म अब टर्न हुँदैछु थमेलतिरै है। सो त्यही हो अब एकदमै मेहनत गर्नेछु भ्लग होइन। सबैजनाले साथ दिनु होला, सपोर्ट गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सबैजना सब्सक्राइब पनि गरिदिनु होला है। आजको क्राउड यस्तै छ गाइस होइन। मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा ठिक छ होइन। ल माहो भनेको त यही हो त। आम्बो के साह्रो, ओ माई गड, मलाई त के हो गाह्रो फिल भइरहेछ त हौ के हो। ल वान वेमा यसरी हान्नु त भएन नि त। ओ वान वे हो भनेर थाहा पाएर पुरै टर्न हुँदैछ है त। ल सुल्तिनीको शिरैमा चन्द्रमा ल ओ भाइहरू सुन, ओ भाइहरू सुन, यहाँनिर बसौँ भन्दा पनि हुँदैन होइन। अब माथितिरै गइदिउँ न होइन। टक्क लाएर प्याक छ न त म यहाँ बस्ने भने हो। ल आम्बो के हो आज त साह्रो माहौल छ त हौ। म धेरै जसो पछि आउँछु के, लेट आउँछु होइन। ऊ 3 जना हो, 1 2 3। धेरै जसो म पछि आउँछु नि त होइन। सो सबै गइसके हुन्छ होइन। धेरै जसो म ओएमजी 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 विश्व सुन्दरीहरू बल्ल पो देख्न पाएँ त हौ थमेल आएर। रमाइलो लाग्छ रे। के गर्नु हौ सल्तीले के गर्न लाग्यो। हेरेछ हेरेछ हेऱ्यो हेऱ्यो केही त भनि गयो त हौ। रमाइलो सो फाइनली उज्यालो भइसक्यो है त गाएछ होइन। आजको ब्लग यति नै। आजको ब्लग अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद है। सो अबदेखि ब्लग चाहिँ कन्टिन्यू आउँछ है। सो त्यही हो भिजिटिङ ब्लग होइन, डे ब्लग, फ्राइडे नाइट ब्लग है, सबै ब्लगहरू आउँछ। अब मिहिनेत गरेर एकदमै कन्टिन्यू आउनेछ होइन। अब तपाईँहरूले साथ सपोर्ट दिनु होला, साथ सपोर्ट दिइराख्नु भएको छ होइन। अझै दिनु होला म त्यही भन्न चाहन्छु होइन। सो त्यही हो अब म आजको भ्लग भातै हुन चाहन्छु।